प्रसंग फेरि लिपुलेखकै। लिपुलेखमा भारत र चीनले गरेको ज्यादती। इसलिए इससे साबित होता है कि कालापानी नेपाल का हिस्सा है। यो हो इन्डियाले खाएको कालापानी सम्मको नेपाल। यहाँका जनता केही दशक अगाडि नेपाली थिए, तर हेर्दा हेर्दै मान्छे इन्डियन बने अनि ठाउँ इन्डिया बने। हामीसँग आज त्यो ठाउँ हाम्रै हो भन्ने दर्जनौं प्रमाणहरू छन्, तर दुःखको कुरा हामीसँग कालापानी छैन। लगभग 200 वर्ष अगाडि बम शाहले ब्रिटिसको मुखबाट खोसेको कालापानी फेरि एकाएक इन्डियाको हातमा पुग्यो। सायद तपाईलाई थाहा नहुन सक्छ, कालापानी भित्र धेरै ठुलो षड्यन्त्र भएको थियो। यहाँ ठुलो खेल खेलिएको थियो, यसलाई राजनीतिक शिकार बनाइएको थियो। आउनुहोस् डिटेलमा बुझ्ने कोसिस गरौँ, आखिर के हो कालापानीको समस्या, इन्डियाले कसरी खायो र अब फिर्ता गर्न सम्भव छ कि छैन। लेट मी एक्सप्लेन। कालापानी लिपुलेख लिम्पियाधुरा कसरी इन्डियाले खायो भनेर बुझ्नको लागि पहिला त्यो ठाउँ कस्तो छ भनेर बुझ्न जरुरी छ। यहाँ नक्सामा हेर्नुहोस्, यो रातो हाइलाइट गरिएको एरिया जति अतिक्रमण भइसकेको छ। यही एरिया भित्र कालापानी यहाँनिर छ, लिपुलेख यहाँनिर पर्छ, यहाँनिर गुन्जी बस्ती छ, यहाँनिर नाबी बस्ती छ, त्यसको अलिकति मासतिर यहाँनिर कुटी बस्ती छ। त्यसै गरी लिम्पियाधुरा चाहिँ यहाँनिर पर्छ। इन्डिया, चीन र नेपालको बोर्डर हुनुपर्ने हो यो ठाउँमा। महाकाली नदीको मुहान यही लिम्पियाधुराबाट सुरु हुन्छ। लिम्पियाधुराबाट कुटी, नाबी, गुन्जी हुँदै महाकाली नदी यसरी यतातिर बगेको छ। जुन बेला हाम्रो देश कमजोर भएको मौका छोपेर इस्ट इन्डिया कम्पनीले जबरजस्ती सुगौली सन्धि हामीलाई थमाएको थियो नि, हो त्यही बेलादेखि महाकालीको यतापट्टि नेपाल र उतापट्टि इन्डिया बनेको थियो। तर अहिले यहाँदेखि उताको यो सबै लगभग 37,000 हेक्टर जग्गा इन्डियाले कब्जा गरिसकेको छ। सायद तपाईलाई थाहा नहुन सक्छ, आजको दिनमा त्यो एरियामा नेपालीहरूले पाइला टेक्ने पनि पर्मिसन छैन, इन्डियाले दिँदैन। हाम्रो चाहिँ त्यहाँको गणेश सिंह ठगुन्नासँग कुरा गरेका थिए, सांसद हो त्यहाँको। हामीले त्यहाँ प्रवेश यो अनुमति नै छैन, यो अनावश्यक कुरा। हामी टिङ्कर पास यहाँ छ, लिपु पासमा हामी जान्दैनौँ, टिङ्करमा थन्क्या छौँ हामी। वास्तवमा भन्ने हो भने त्यो एरिया कब्जा गर्नको लागि इन्डियालाई सजिलो छँदै थिएन, किनकि सिमानामा यति ठुलो काली नदी बगेको देखि नदी पारीको एरिया मेरो हो भनेर इन्डियाले भनिहाले पनि कसले पत्याइदिन्थ्यो। त्यसैले इन्डियाले यो ठाउँ अतिक्रमण गर्नको लागि खुरापाती दिमाग चलायो। त्यसको लागि यहाँनिर एउटा मन्दिर खडा गरियो, त्यो मन्दिरलाई काली मन्दिरको नाम राखियो, अनि कालापानी हुँदै त्यही मन्दिरकै छेउबाट बग्दै आउने यो सानो खोलालाई काली नदीको नाम राखियो। यति गरिसकेपछि अब के भयो थाहा छ, काली मन्दिरको छेउबाट बग्दै आएको काली नदी भन्ने लोजिकको साथमा एउटा नक्कली प्रमाण तयार भयो। यही प्रमाणको आधारमा कालापानी सम्म आएर त्यहाँदेखि यसरी बोर्डर घुमाएर यहाँदेखि उताको सबै जग्गा इन्डियाले कब्जा गर्न सफल भयो। तर इन्डियाले कब्जा गर्यो भन्दै गर्दा एउटा सवाल आउन सक्छ, त्यो ठाउँ नेपालकै हो भन्ने बलिया प्रमाणहरू चाहिँ के छन् त हामीसँग? एउटा दुईटा मात्रै होइन, दर्जनौं यस्ता प्रमाणहरू छन् जसले त्यो ठाउँ नेपालकै थियो भनेर प्रमाणित गरिदिन सक्छन् पाइलामा। कालापानी लिपुलेख लिम्पियाधुरा नेपालकै हो भनेर प्रमाणित गरिदिने सबैभन्दा ठुलो प्रमाण भनेको सुगौली सन्धि हो। यही सुगौली सन्धिको धारा 5 मा हेर्नुहोस्, यहाँ स्पष्ट भनिएको छ, महाकाली भन्दा पश्चिमपट्टि नेपालको कुनै पनि हक अधिकार हुने छैन। जे जति छ महाकाली सम्मको मात्रै नेपालले दाबी गर्न पाउँछ। पहिलो कुरा त सुगौली सन्धि नै अवैधानिक तरिकाले गरिएको थियो, जसको बारेमा मैले यो भिडियोमा डिटेलमा एक्सप्लेन गरेको थिएँ, सायद तपाईले हेर्नु भएको पनि होला। तैपनि ल ठिकै छ, सुगौली सन्धिलाई नै आधार मानिदेऊ न त भन्दा पनि लिपुलेख लिम्पियाधुरा र कालापानी नेपालले पाएको जग्गा हो। अर्को ठुलो प्रमाण भनेको त्यहाँको जनगणनालाई मान्न सकिन्छ। विक्रम सम्वत 2018 सालमा लिपुलेख लिम्पियाधुरा र कालापानीको जनगणना नेपालमै भएको थियो। त्यति बेला त्यहाँको जनगणना गर्नको लागि भैरव रिसाल अधिकृत बनेर त्यहाँ पुगेका थिए। अझै खुसीको कुरा त भैरव रिसालकै मुखबाट हामी यो कुरा सुन्न पाउँछौँ। त्यति बेला त्यहाँको माहौल कस्तो थियो भनेर भैरव रिसालकै मुखबाट सुन्नुहोस्। यहाँले यो देशलाई दिएको योगदान 2018 सालमा उहाँ गएर जनगणना गरे भनेर भन्नुभएको छ हैन। एउटा जिउँदो इतिहास हुनुहुन्छ हजुर, यो देशको लागि, यो सीमाको लागि भनेर, यो क्षेत्रको लागि भनेर। त्यहाँको छोटो तत्कालीन समयको अवस्था कस्तो थियो त्यो बारे अलिकति भनिदिनुहोस्। यो विवाद थिएन, म भन्छु हिन्दुस्तानी
बाँदर पनि थिएन, मान्छे त कुरै थिएन, ढेडु पनि थिएन, चरो पनि थिएन, मुसो पनि थिएन। त्यसै गरी अर्को ठुलो प्रमाण भनेको कर चुक्ताको रसिदलाई मान्न सकिन्छ, किनकि आजभन्दा 57 वर्ष अगाडिसम्म पनि त्यहाँका जनताले नेपाल सरकारलाई कर तिरिरहेका थिए। त्यसको प्रमाण हामीसँग अझै पनि छ। विक्रम सम्वत 2024 सालमा नाभी, गुन्जी र कुटी गाउँका स्थानीयले तिरेका रसिद र अन्य विवरणहरू अझै पनि दार्चुला र बैतडीमा छन्। त्यसै गरी अर्को पनि एउटा गतिलो प्रमाण छ हामीसँग। विक्रम सम्वत 2015 सालमा नेपालमा निर्वाचन भएको थियो। त्यो निर्वाचनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीका जनताले पनि भोट हालेका थिए। यसको प्रमाण पनि सम्बन्धित निकायमा सुरक्षित बसिरहेको छ। यसको मतलब नागरिकता नेपालकै, भोटर कार्ड नेपालकै, ठाउँ नेपालकै, मान्छे त त्यसै पनि नेपाली भइहाले। सो त्यो ठाउँ त त्यत्तिकै पनि सजिलै नेपालले फिर्ता लिन सकिहाल्छ नि जस्तो लाग्न सक्छ तपाईलाई, तर त्यति सजिलो छैन। किन थाहा छ? किनकि इन्डियाले जमानादेखि 100 वर्ष लगाएर त्यो ठाउँको लागि एउटा मास्टर प्लान बनाएको थियो, जुन मास्टर प्लानको बारेमा धेरैलाई थाहै छैन। आउनुहोस् प्रमाणको साथमा हेरौँ आखिर के थियो त्यो मास्टर प्लान जसको लागि इन्डियाले 100 वर्ष अगाडिदेखि काम सुरु गरेको थियो। सुगौली सन्धिपछि इस्ट इन्डिया कम्पनीले नेपालको सिमाना तोकेर नयाँ नक्सा जारी गर्यो र यो जरुरी पनि थियो। तपाईँ यहाँ जुन नक्सा हेर्दै हुनुहुन्छ यो नक्सा नेपालको पश्चिमी सिमाना समेटिएको तत्कालीन कुमाऊको नक्सा हो। यो नक्सा सुगौली सन्धि भएको 3 वर्षपछि सन् 1819 मा इस्ट इन्डिया कम्पनीले आधिकारिक रूपमा सार्वजनिक गरेको थियो। यहाँ नक्सामा कोरिएको यो रेखा महाकाली नदी हो अनि सुगौली सन्धिले छुट्याएको नेपालको सिमाना पनि यही हो। नक्सामा यहाँनिर कालापानी छ, कुटी यहाँनिर छ अनि महाकालीको मुहान चाहिँ लिम्पियाधुरासम्म पुर्याइएको देखिन्छ। तपाईँ हेर्नुहोस् यहाँ राम्रोसँग। इस्ट इन्डिया कम्पनीका क्याप्टेन वेबले 1819 मै बनाएको अर्को नक्सा पनि हेर्नुहोस्। यो नक्सामा त झन् यहाँनिर स्पष्ट लेखिएको छ काली नदी भनेर। कालीको स्पेलिङ पनि KALEE लेखिएको छ। यहाँ कुटी, गुन्जी, नाभी समेत खुलाएर लेखिएको छ। मैले तपाईलाई यी नक्साहरू किन देखाएको भने यहाँनिर कुरा गहिरो छ। यी नक्सा बनाउने पनि इस्ट इन्डिया कम्पनी हो र सुगौली सन्धि गर्ने पनि इस्ट इन्डिया कम्पनी नै हो। सुगौली सन्धि र यी नक्साहरूले एउटै कुरा क्लियर गरिदिन्छन्, नेपालको सिमाना भनेको महाकालीको मुहानसम्म हो अनि महाकालीको मुहान भनेको लिम्पियाधुरासम्म हो। यसको मतलब कालापानी, लिपुलेक, लिम्पियाधुरा कुनै पनि हालतमा इन्डियाको हुनै सक्दैन। तर यहाँनिर इतिहासमै एउटा ठुलो षड्यन्त्र भएको थियो। षड्यन्त्र के थियो भन्ने पछि कुरा गरौँला, त्योभन्दा अगाडि एउटा प्रमाण अझै हेर्नुहोस्। यो हो सन् 1827 मा जेम्स हस्टद्वारा पब्लिस गरिएको कुमाऊ गढवालको नक्सा। यो नक्सामा पनि काली नदीको मुहान लिम्पियाधुरा नै देखाइएको छ। यहाँनिर अलि मधुरो भए पनि काली लेखेको मजाले बुझ्न सकिन्छ। यतिसम्म त ठिकै थियो, तर अब इस्ट इन्डिया कम्पनीले लाज पचाएरै आफ्नो गेम सुरु गर्छ। सन् 1836 मा इस्ट इन्डिया कम्पनीले अर्को नक्सा निकाल्यो, जुन नक्सामा कालीको मुहान त त्यही ठाउँमा छ, तर कालापानी सम्मको केही एरियालाई इन्डिया भित्र पारेर नक्सा सार्वजनिक गरेको देखिन्छ। 1836 को यो नक्सामा उनीहरूले नजानिदो तरिकाले नक्सामा छेडखानी गरेका थिए। नेपालको थोरै एरिया मिचेका थिए, तर उनीहरू यतिमै रोकिनेवाला थिएनन्। सन् 1856 को यो नक्सा निकाल्दा झन लथालिङ्गै बनाए। यहाँनिर काली नदी त लिम्पियाधुराबाटै आएको छ, तर नेपालको बोर्डर चाहिँ यता भित्तामै पुर्याइएको छ। कुटीको नाम चेन्ज गरेर कुन्नु बनाए। नाभी र गुन्जीलाई चिलिम फर्काइयो अनि कालापानीलाई तल पुर्याइयो। यो नक्सामा काली नदीको मुहान त लिम्पियाधुरा नै देखाइयो, तर कालापानी सम्मको एरियालाई इन्डिया भित्र देखाइयो। सायद उनीहरू बारम्बार नक्सा चेन्ज गरेर यो कुरा चेक गर्दै थिए कि नेपालको रियाक्सन कस्तो आउन सक्ला, तर थाहा नभएर हो या अरू कुनै कारण थियो। त्यो समयमा नक्सा सम्बन्धी कुरालाई लिएर नेपालबाट कुनै पनि वास्ता भएको देखिँदैन। यति गर्दा पनि नेपालपट्टिबाट खासै विरोध नभएपछि उनीहरूले अझै धूर्त मनसाय बनाएर अझै तल्लो स्तरमा गिरेर 1879 मा यो नक्सा पब्लिस गरे। यो नक्सामा लिम्पियाधुराबाट बग्दै आउने काली नदीलाई कुटीयाङ्ती लेखियो। कालापानी निरको खोल्सालाई यसरी काली रिभर भनेर लेखियो अनि नेपालको बोर्डरलाई अझै खुम्च्याएर यहाँबाट सिमाना तोकियो। अब यहाँनिर एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने सिंगै इन्डिया खाएर बसेका ब्रिटिसहरूलाई कालापानीको यति जग्गा चाहिएको चाहिँ किन थियो? ब्रिटिसहरूले किन यसरी मरिहत्ते गरेका थिए? किनकि ब्रिटिसहरू धेरै बाठा थिए। उनीहरूले त्यो ठाउँमा फ्युचर देखेका थिए। उनीहरूले कालापानी र लिपुलेकलाई इन्डिया र तिब्बतको ट्रेडिङ रुट बनाउन चाहन्थे। यसैलाई भनिन्छ जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको भेड।
नेपालको नजरमा सायद त्यो ठाउँ खुर्पाको बिँड बराबरको थियो, त्यसैले त वास्ता भएन। ब्रिटिसको नजरमा श्रीखण्ड देखिसकेको थियो। सायद तपाईँलाई थाहा नहुन सक्छ, पहिला पनि यही अपर्च्युनिटी देखेर कुमाऊका ब्रिटिसले त्यो ठाउँको लागि लफडा गरेका थिए। त्यो बेला भएको चाहिँ के थियो भने सन्धि भयो, सिमाना तोकियो र पनि कुमाऊका ब्रिटिसहरूले कालापानी सम्मको एरियालाई छोड्दै छोडेनन्। त्यसपछि चौतारा बम शाहले यो कुरा सहन नसकेर काठमाडौँमा बसेका ब्रिटिस राजदूत एडवर्ड गार्डनरलाई भनेका थिए, हामीले जितेको त्यत्रो एरिया सुगौली सन्धि अनुसार छोडिसकेका छौं, तर त्यो सुगौली सन्धिले दिएको यो एरिया हामी छोड्न सक्दैनौं, जसरी भए पनि नेपालकै हुनुपर्छ। बम शाहले यसो भनेपछि राजदूत गार्डनरले एउटा चिठी लेखेर उनको सरकार इस्ट इन्डिया कम्पनीलाई पठाउँछन्, जुन चिठीमा उनले सोधेका थिए यसको जवाब बम शाहलाई हामीले के दिने। त्यसपछि इन्डियामा भएका कम्पनी सरकारका चीफ सेक्रेटरी जे आडमले 4 फेब्रुअरी 1817 मा त्यो चिठीको जवाफमा अर्को चिठी पठाए काठमाडौँ। जुन चिठी म यहाँ तपाईलाई देखाउँदैछु यो त्यही ओरिजिनल चिठी हो। उनले पठाएको यो चिठीमा भन्न खोजिएको कुरा के थियो भने काली पूर्वको एरिया इन्डियाको हुँदै होइन, नेपालकै हो। सो त्यो कब्जा गरेको ठाउँमा कुमाऊका ब्रिटिसहरूलाई हामी सरेन्डर गर्नको लागि आदेश दिनेछौँ। त्यो चिठी नेपाल पठाएको 2 हप्तापछि 22 मार्चमा तिनै आडमले फेरि अर्को एउटा चिठी लेखेका थिए। 22 मार्चमा लेखिएको यो चिठी कुमाऊका कमिसनर जीडब्ल्यू ट्रेल एस्करलाई पठाइएको थियो। जुन चिठीमा स्पष्ट भनिएको छ सन्धि अनुसार काली पूर्वको एरिया नेपालकै हो भन्नेमा कुनै शंका छैन, त्यसैले त्यो ठाउँ नेपाललाई नै फिर्ता गरिदिनु। यदि भोलिको दिनमा कुनै एउटा राष्ट्रवादी व्यक्ति सत्तामा पुगेछ र लिपुलेख लिम्पियाधुरा कालापानी फिर्ता गर्न खोज्यो भने त्यो समयमा यी चिठीहरूले ठूलो प्रमाणको रूपमा भूमिका खेल्नेछन्। यति मात्रै नभएर 1903 मा चाइनाले कोरेको आफ्नो नक्सामा पनि नेपालपट्टिको नक्सा हेर्ने हो भने चुच्चे नक्सा बनाएको देखिन्छ। खैर प्रमाणहरू त धेरै हेर्नुभयो तपाईले, तर यहाँनिर एउटा अझै बुझ्नुपर्ने कुरा चाहिँ के छ भने ब्रिटिसहरूले खुरापाती दिमाग लगाएर नेपालको सिमाना अतिक्रमण गरे पनि त्यही नक्सा बनाउने बाहेक अरू केही गर्न सकेनन्। यत्तिकैमा उनीहरूले इन्डियाबाटै पाखा लाग्नु पर्यो। फलस्वरूप 1947 मा इन्डिया एउटा स्वतन्त्र देश बन्न सफल भयो, तर स्वतन्त्र बने पनि आधुनिक इन्डियाले त्यो ठाउँको बारेमा खासै वास्ता गरेको थिएन, उनलाई मतलबै थिएन। तर जब 1962 मा इन्डिया र चाइना बीच वार सुरु भयो त्यति बेला थाहा भयो इन्डियालाई कालापानी भन्ने चीज के हो भन्ने कुरा। किनकि कालापानीको एरियामा चाइनिज आर्मीले हमला गर्नुभन्दा अगाडि धेरै पटक सोच्नु पर्छ। तपाईं यहाँ देख्न सक्नुहुन्छ यताको भूभाग अग्लोमा पर्छ अनि चाइनापट्टिको निकै होचोमा। यही भौगोलिक अवस्थाको कारण इन्डियन आर्मीलाई ठूलो फाइदा पुग्ने थियो। अब होचो ठाउँबाट अग्लो ठाउँतिर हमला गर्ने सेनाको रामधुलाई कसरी हुन्छ भन्ने कुरा त सिन्धुलीगढीको युद्धबाट पनि बुझ्नु भएकै छ। यही फाइदा सोचेर 1962 मा चाइनासँग युद्ध भइरहेको बेला इन्डियाले आफ्नो आर्मी ल्याएर खुसुक्क कालापानीमा राख्यो र सोचे अनुसार फाइदा पनि भयो। त्यो बेला कालापानीमा आर्मी राख्नको लागि इन्डियाले नेपालसँग एक वचन पनि सोधेन र नेपालबाट कसैले स्वीकृति दिएको पनि कुनै रेकर्ड छैन। कालापानीमा इन्डियन आर्मी बसेको बेला नेपालमा राजा महेन्द्रको शासन थियो। महेन्द्रको हुकुम अनुसार देश चल्ने गर्थ्यो। तर महेन्द्र राजा बन्नुभन्दा अगाडि नै नेपालमा इन्डियन आर्मीले जरा गाडिसकेका थिए। राजा त्रिभुवनकै पालामा नेपालभित्र 17 ठाउँमा इन्डियन आर्मीको चेक पोस्ट राखिएको थियो। त्यति बेला नेपालभित्र इन्डियन आर्मी कसले ल्याएको थियो भन्ने सवाल आउन सक्छ। ती महान व्यक्ति अरू कोही नभएर तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइराला थिए। अलिकति भए पनि स्वाभिमान राष्ट्रियता भन्ने चिज चाहिँ थाहै हुँदैन क्या मान्छेलाई मन्त्री बनेपछि। कठै मेरो देश। एनिवे कारण जेसुकै भए पनि मातृका प्रसाद कोइरालाकै पालामा भित्र्याएका 17वटा चेकपोस्ट अनि एउटा पछि थपिएको कालापानीको गरेर अब 18 वटा इन्डियन आर्मीका चेकपोस्ट भए। राजा महेन्द्रलाई यसरी इन्डियन आर्मीहरू नेपालभित्र बसेको कुरा फिटिक्कै मन परेको थिएन। त्यसैले राजा महेन्द्रले कृतिनिधि विष्टलाई इन्डियन आर्मी हटाउने आदेश दिन्छन्। राजा महेन्द्रकै आदेश अनुसार कृतिनिधि विष्टले 17 ठाउँका इन्डियन आर्मीलाई फिर्ता पठाउन सफल पनि भए। डिसेम्बर 21, 1969 को यो पत्रिकामा पनि इन्डियन सेना फिर्ता गर्ने बारे लेखिएको कुरा मजाले देख्न सकिन्छ। तर कालापानीमा बसेका इन्डियन आर्मीहरू न आफै फर्किए न त कृतिनिधि विष्टले नै फर्काए। पछि यसको बारेमा कृतिनिधि विष्टसँग सोधपुछ गर्दा प्राय जवाफ एउटै आउने गर्थ्यो, कालापानीमा इन्डियन आर्मी छन् भन्ने मलाई थाहै थिएन।
यहाँनिर राजा महेन्द्रको कुनै स्वार्थ थियो कि भनेर सोच्ने हो भने नाभि गुन्जी र कुटीमा जनगणना भएको महेन्द्रकै पालामा हो। त्यो ठाउँका मान्छेले भोटर कार्ड बनाएर नेपालमा भोट हालेको पनि राजा महेन्द्रकै पालामा हो। महेन्द्रकै पालामा त्यहाँका जनताले तिरेका रसिदहरू अझै भेटिन्छन्। यो भन्दा अझै ठुलो कुरा, यदि राजा महेन्द्रले कालापानी सम्मको एरिया इन्डियालाई दिएका थिए भने इन्डियाले सिधै प्रमाण देखाएर भनिहाल्थ्यो नि यो ठाउँ हामीलाई राजाले दिएको हो, तिमीहरूले बोल्ने काम छैन भनेर। किन बकम फुसे जवाफ दिएर बसिराख्थ्यो? तैपनि यहाँनिर केही न केही रहस्य चाहिँ पक्कै हुनुपर्छ, नत्र राजा महेन्द्र जस्तो राष्ट्रवादी व्यक्तिले कालापानीमा इन्डियन आर्मीले सीमा मिचेको देखि सहेर त बस्ने थिएनन्। सायद राजा महेन्द्रले उता कालापानीमा लफडा गर्दा यता पञ्चायती व्यवस्थामा असर पर्छ कि भन्ने डरले नजरअन्दाज गरेका हुन सक्छन्। राजा महेन्द्रसँगै काम गरेका र राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत बनेका नवराज सुवेदीको कुरा सुन्ने हो भने पनि राजा महेन्द्रलाई शंका गर्ने ठाउँ भेटिँदैन। नवराज सुवेदी भन्छन् राजा महेन्द्रले चाइनाका राष्ट्रपति लिउ साओ चीसँग गरेको 2018 असोज 21 गतेको सम्झौतामा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भन्ने प्रश्न छ। राजा महेन्द्र पछि वीरेन्द्रको शासनकालमा 2030 सालमा पनि कालापानीको क्षेत्रमा अनुगमन गरेर इन्डियन आर्मी हटाउनलाई पहल गरेको देखिन्छ। त्यसै गरी 2031 सालमा र 2032 सालमा पनि निरन्तर कोसिस गरेको देखिन्छ। तर जति कोसिस गरे पनि ब्रिटिसले सुरु गरेको यो झेली खेलमा इन्डियाले नेपाललाई पेलेरै अगाडि बढिरह्यो। यस्तै बोर्डर सम्बन्धी समस्याको समाधान गर्न भनेर सन् 1981 मा जोइन्ट टेक्निकल कमिटी बन्यो। सन् 2014 मा बाउन्ड्री वर्किङ ग्रुप बन्यो। तर लास्टमा भयो त्यही, हात्ती आयो फुस्सा। तैपनि कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या त्यति धेरै माथि पुगिसकेको थिएन, समाधान गर्न लायककै थियो। तर जब इन्डियाको यो कालो करतुतमाथि चाइनाले खुलेरै समर्थन गरिदियो त्यसपछि नेपाल झन गम्भीर समस्यामा पर्यो। आजभन्दा 25 वर्ष अगाडि मात्रै चिनिया राजदूत सेङ सुओङले समेत काली नदीको मुहान लिम्पियाधुरा नै हो भनेर नेपालमा भाषण गरेका थिए। कुनै पनि देशको राजदूतले बोलेका शब्दहरूलाई उसका व्यक्तिगत शब्द मानिँदैन, त्यो सिंगै राष्ट्रले बोलेका शब्द भन्ने मानिन्छ। राजा वीरेन्द्रको अगाडि त्यसो भनेको चाइनाले दरबार हत्याकाण्ड भएको 3 वर्ष पछाडि इन्डियासँग एउटा सम्झौता गर्यो, जुन सम्झौतामा कालापानी भारतको भनेर इन्डाइरेक्टली रूपमा चाइनाले समर्थन गरिदियो। विक्रम सम्वत 2072 सालमा भारत र चीन बीच फेरि अर्को एउटा सम्झौता भयो, जसमा लिपुलेक र कालापानीलाई इन्डिया र चाइनाको व्यापारिक नाका बनाउने कुरा गरिएको थियो। यसरी चाइनाको समर्थन पाइसकेपछि आधुनिक इन्डियाले लाज पचाएरै 2076 साल कार्तिक 26 गते लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर इन्डियाको नक्सा सार्वजनिक गर्यो। कालापानी हुँदै लिपुलेकसम्म सडक बनाइयो, मन्दिर बनाइयो, सेना राखियो अनि हुँदा नक्सामा समेत इन्डिया भनेर देखाइयो। हुन त इन्डियाले नक्सा निकाल्ने बित्तिकै यता केपी ओलीले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर चुच्चे नक्सा निकाले। यो एउटा ऐतिहासिक काम थियो। तर नेपालकै केही नेताहरू यो कामको लागि सिधै केपी ओलीको विरोध गर्न थाले। कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ। पहिले आज तपाईले घोषणा गर्नु लिम्पियाधुरा, कालापानी, लिपुलेक भारतको हो नि। त्यो चुच्चे नक्सा मेरो नक्सा, मेरो देशको नक्सा भन्न मिल्छ? पर यस्तो फटागिरी काम कसैले गर्नु हुँदैन। संसदलाई पेलेरै अगाडि बढ्न सक्ने केपी ओली यो विषयमा नक्सा निकाल्ने काम भन्दा बाहेक अरू खासै केही पनि गर्न सकेनन्। जसो तसो एउटा विज्ञ समूह पनि गठन त गरिएको थियो, तर यो एउटा फर्मालिटी जस्तो मात्रै देखिन्छ। यदि साँच्चीकै एक्सनमै उत्रेको भए, साँच्चीकै राष्ट्र र राष्ट्रियताकै लागि अगाडि बढेको भए, यो विज्ञ समूहमा बुद्धिनारायण श्रेष्ठ र भैरव रिसाल जस्ता विज्ञ व्यक्तिहरू किन हटाएनन्? विज्ञ बिनाको विज्ञ समूह कस्तो हो? त्यही माथि यसपालि केपी ओलीकै सरकार हुँदा हुँदै के भयो भन्ने कुरा त तपाईले पनि सुन्नुभयो होला नि। सुन्नु भएको छैन भने पहिला यो सुन्नुहोस्। सरकारको प्रवक्ता समेत रहेका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले मेरो देशको क्याबिनेटले गरेको निर्णय सुनाउँदै बिहिबार भने लिपुलेकमा भारत र चीनले गरेको ज्यादती नेपालको टाउको दुखाइ होइन। प्रसङ्ग फेरि लिपुलेकै। आज प्रधानमन्त्री ओलीको क्याबिनेटले भन्यो नेपालको लिपुलेकमा भारत र चीनले गरेको ज्यादती नेपालको टाउको दुखाइ होइन। यसको मतलब यो गठबन्धन सरकारलाई लिपुलेक, लिम्पियाधुरा, कालापानी दुख्नेवाला छैन, मतलबै छैन। अब कुरा गरौँ मेन मुद्दाको। कालापानी, लिपुलेक, लिम्पियाधुरा अब फिर्ता गर्न सम्भव छ कि छैन?
यो ठाउँ फिर्ता गर्नको लागि 100% सम्भव छ। यसको लागि जम्मा 2वटा मात्रै प्रमाण काफी हुन्छन्, एउटा सुगौली सन्धि अनि एउटा सुगौली सन्धि पछिको नक्सा। फन्डा एकदम सिम्पल छ, क्लियर छ। काली नदीको मुहानसम्म नेपाल, लिम्पियाधुरासम्म काली नदीको मुहान, द्याट्स इट। यति मात्रै नभएर हामीसँग अरू पनि दर्जनौं प्रमाण त छँदैछन्। त्यही माथि इतिहास सम्बन्धी बुझेका इन्डियनहरूले पनि त भनिरहेका छन् नि त्यो ठाउँ नेपालकै हो भनेर। और सुगौली की संधि में इस नदी को दोनों देशों की सरहद करार दिया गया था, इसलिए इससे साबित होता है कि काला पानी नेपाल का हिस्सा है। लेकिन भारत इन नक्शों को सबूत के तौर पर स्वीकार करने से इनकार करता है। नेपाल का कहना था कि एग्रीमेंट करने से पहले दोनों देशों को नेपाल से बात करनी चाहिए थी, क्योंकि लिपुलेख नेपाल का हिस्सा है। तर जति ढिलो हुँदै जान्छ समस्या त्यति नै थपिँदै जानेछ। यसको लागि अर्को वंशहा फेरि सत्तामा पुग्न जरुरी छ। आशा गरौं इन्डियाले छिटै त्यो ठाउँ नेपाललाई फिर्ता गरिदिनेछ। हामीलाई काला पानीको पानी पिउने धोको छ। काला पानी त एउटा उदाहरण मात्रै हो। यदि सीमा अतिक्रमणको इतिहास हेर्ने हो भने यहाँनिर धेरै डरलाग्दो कहानी लुकेको छ। नेपालका विभिन्न जिल्लामा गरेर 60,000 हेक्टर जग्गा भारतीय पक्षबाट मिचिएको छ। नेपालको सिमाना दिनदिनै खुम्चिँदै गएको छ। पिल्लरहरू रातारात गायब हुँदैछन्। बोर्डर सम्बन्धी काम गर्ने सरकारी संयन्त्रले कामै गर्दैन। अझै बैराग लाग्दो कुरा चाहिँ के छ भने बुद्धिनारायण श्रेष्ठ र फर्डिन्द्र नेपाललाई दुख्ने सीमा अतिक्रमण सरकारलाई किन दुख्दैन? तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनुहोस्। अनि भिडियो मन पर्यो भने एक लाइक गर्न नबिर्सिनुहोस्। तपाईको एक लाइक हाम्रो लागि धेरै ठुलो मोटिभेसन हुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। आजको लागि यति नै।